वेलकम और वेलकम ब्याक टु माई युट्युब च्यानल। आज हो लक्ष्मी पूजा र म बनाउँदैछु रङ्गोली। त्यही उसको सानो सानो थियो त यहाँ चाहिँ हाल्नु पर्ला खोइ त्यो चाँदी सिक्का कस्तो हुन्छ देखाउनु। अक्षता रातो रातो फुलटिको ल्याउनु पर्ने। घन्टी खै घन्टी भित्र हाल्यो। को निश दिन सेवत तुमको निश दिन सेवत हर विष्णु विधाता। ओम जय लक्ष्मी माता। ओम जय लक्ष्मी माता। मैया जय लक्ष्मी माता। तुमको निश दिन सेवत मैया जी को निश दिन सेवत हर विष्णु विधाता। ओम जय लक्ष्मी माता। गाइस यो डल्ले हेर्नु न, यो डल्ले न नाबे किन उठेको? आऊ 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 यता हेर्न आँखा कस्तो राम्रो आँखा हो, यो कस्तो राम्रो आँखा हो। कति किन डरा कि नडराउ नडराउ। आज हो गाई र गोरु पूजा अनि यहाँ हाम्रो हजुरबामा भएर गोरु र गाई पूजा गर्दैछौँ। सुरुमा हामीले यहाँ पानी ल्याउनहरूलाई नुहाएको जस्तो चोखाइदिउँ होइन। उनीहरूलाई चोखेर नुहाइदिइसक्यौँ र हामीले अब यसबाट हामीले उनीहरूलाई तेल लगाइदिनुपर्छ। उनीहरूको सिङ र त्यो पछाडिको जुरो भन्छन् त्यसलाई हो त्यसमा। अब यिनीहरूलाई सिँगार्नुपर्छ, त्यप राम्ररी बनाइदिनुपर्छ यिनीहरूलाई त अब।
अब यिनीहरूलाई खाना दिँदैछु। हामीले चामलको रोटी पकाएको थियो, यिनीहरूलाई त्यही दिँदैछौँ। हेर्दै कस्तो राम्री भइसक्यो। लु खाएको। ओह यो फुल त खाइदियो त। फुल छर्दिन टाउकोमा। खानु फुलको अभावले यिनीहरूलाई माला पनि नलाइदिएर हामीले यत्तिकै फुल मात्र छर्यौँ। यो चाहिँ सानो छ क्या, यो चाहिँ सानो छ। यो पक्का म अलिकति तिमीलाई दिन्छु ल। आज गोरु पूजा होइन? गाई पूजा, गोरु पूजा। यो चाहिँ काहीँ नभएको छुच्चो छ, यसलाई लाउन नि दिएन। खाँदा नि खाएन। काहीँ नभएको छुच्चो हान्न जान्छ यसलाई त। ओहो मुन्टो होला यसलाई त। बरु यो चाहिँ ज्ञानी रहेछ गाई। यो पनि ज्ञानी छ हाम्रो राते, हो कि न राते? यो झन् ज्ञानी। यो मुसो यो हाम्रो कले हो क्या, कले यो ज्ञानी, यो ज्ञानी। लु तिमीलाई फेरि अर्को दिन्छु ल। लु ल सेतो त लागेको छैन नि। ल टाउको ठोक्यो। यो के गरी हान्ने भयो? यो गोरु कसरी हान्ने हुनु भयो क्या? मुन्टो हल्लाउँछ नि। उसको त जिउमा छुनै नहुने रहेछ। लु जा कहाँ जान्छ सब? ज्ञानी त यो अनि त्यो रहेछ। यो झन् यदि तपाईँलाई यो भिडियो मन पर्यो भने लाइक, कमेन्ट एन्ड सब्सक्राइब गर्न नबिर्सिनु है त। बाई बाई, सी यू।